यो चाहिँ सूर्यमुखी फुल है। यो चाहिँ सूर्यमुखी फुल त्यतिकै भन्दैन रहेछ क्या, किनकि यो होइन अहिले चाहिँ अब यतातिर घाम डुबेको छ नि त, त्यो भएको कारणले यो यता नुङ्गिरहेको छ। भोलि बिहान फेरि उठेर हेर्दाखेरि यो चाहिँ जुन यो पोजिसनमा छ नि, भोलिपल्ट बिहान उठ्दाखेरि यतै हुन्छ, किनभने पूर्व यता हो, बिहान घाम यताबाट झुल्किन्छ नि त, त्यही भएर यो भोलि बिहान उठेर हेर्दाखेरि यतै फर्किरहेको हुन्छ है। अनि मलाई चाहिँ धेरै राम्री हुन्छ नि, क्युटी अथवा राम्री भनेर चाहिँ मेरो धेरै तारिफ नगर्नु होला साथीहरू है। म चाहिँ यस्तो राम्री होइन क्यामेरामा अब एडिटमा त जो पनि राम्रो देखिन्छ, तर रियलमा फेरि फेस यस्तो छ, अनि पुरै पिम्पल आएको छ, अनि यस्तो छ भर्खरै। म चाहिँ कुखुरालाई दाना पानी दिएर सकाएर अब चाहिँ बाख्रा सार्नुपर्ने छ होइन। अनि त्यही हो। अनि यता कुखुरालाई भर्खर दाना दिइसक्यो। अनि दिनभरिको काम चाहिँ मेरो दिनभरि गाउँ कुद्दा मेरो हालत यस्तै छ है। यस्तै छ गाउँले जीवन, के गर्नु। अब चाहिँ म चाहिँ बाख्रा सार्नुपर्ने हुन्छ होइन। 6:40 गइसकेको छ। अहिले त दिन लामो भएर होला, 7 बज्न लागिसक्यो, पाउने 7 बजिसकेको छ, तर पनि उज्यालो छ। मेरो बाख्राहरू चाहिँ पुरा अब हुन्छ नि त, घरभित्र जानुपर्ने छ होइन। अनि त्यही भएर घरभित्र जानुको लागि कुन्टे आउँदैछ यता। अनि यता छ एउटा आमा चाहिँ, यसको बहिनी चाहिँ त्यहाँ रहेछ, त्यता छ गई है। फाइनली म चाहिँ सबै आफ्नो ठाउँमा बानिसक्यो है। यसको आमा छोरी यहाँ बस्छ, अनि त्यसपछि यो फेरि यहाँ छ, अनि यसको चाहिँ यहाँ छ है, यसको बस्ने ठाउँ यहाँ छ, अनि फुच्चाहरूको बस्ने ठाउँ चाहिँ यहाँ छ। फेरि यहाँ चाहिँ यता छ 5 जनाको बस्ने ठाउँ चाहिँ फेरि त त्यही हो। फाइनली मैले बानिसकेँ।